नमस्कार साथीहरू, स्वागत छ तपाईले हाम्रो एउटा न्यू भिडियोमा। साथीहरू, आजको यस भिडियोमा हामी चर्चा गर्नेछौँ नेपालको समसामयिक प्रश्नोत्तरको बारेमा। र साथीहरू, यस्ता प्रश्नहरू लेखसेवामा अति नै सोध्ने गरिएको छ। त्यही भएर यो भिडियो चाहिँ हजुरहरूको लागि एकदम महत्त्वपूर्ण हुनेछ र भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा सिलेक्ट गरिदिनु होला। आउनु सुरु गरौँ आजको भिडियो बिना तपाईँको अमूल्य समय बर्बाद गरी। साथीहरू, हाम्रो प्रश्न नम्बर 1 रहेको छ, सन् 2025 डिसेम्बरमा घोषित फिफा वर्ष खेलाडी को हुन्? यसको राइट एन्सर रहेको छ पुरुषतर्फ ओस्मान डेम्बोले, जुन कि फ्रान्सबाट हुनुहुन्छ भने महिलातर्फ आइताना बोनमती, जुन कि स्पेनबाट हुनुहुन्छ। र यसै गरी स्पेनकी आइताना बोनमतीले ऐतिहासिक लगातार तेस्रो पटक र द बेस्ट फिफा महिला खेलाडी अवार्ड जितेकी हुन्। र उत्कृष्ट प्रशिक्षक पुरुषतर्फ चाहिँ लुइस एन्ड्रिक रहेका छन् भने उत्कृष्ट प्रशिक्षक महिलातर्फ सरिना बिगम्यान, जुन कि इङ्ल्यान्डबाट रहेकी छिन्। र त्यसै गरी उत्कृष्ट गोलरक्षक पुरुषतर्फ जियान लुइजी डोनारुम्मा रहेका छन् भने उत्कृष्ट गोलरक्षक महिलातर्फ हान्ना हाम्प्टन रहेका छन्। र यसै गरी फिफा पुस्कस अवार्ड चाहिँ सान्टियागो मोन्टिएल रहेका छन् भने फिफा मार्ट अवार्डतर्फ लिजबेथ ओभाले रहेका छन्। र त्यसै गरी फिफा फ्यान अवार्ड फ्यान अफ जाको एसीले जितेका हुन् भने फिफा फेयर प्ले अवार्ड डाक्टर हार्लास न्युकिङले जितेका छन्, जुन कि एचएसभी जहान रेगेन्सबर्ग चाहिँ रहेको छ। र यसै गरी प्रश्न नम्बर 2 रहेको छ, पछिल्लो समय फेला पारिएको काजिनसारा अर्थात् सिङ्गर ताल कुन जिल्लामा अवस्थित रहेको छ? यसको राइट एन्सर रहेको छ मनाङ जिल्ला, जुन कि चामे गाउँपालिका वार्ड नम्बर 4 मा स्थित रहेको छ। र त्यसै गरी काजिनसारा तालको प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठुलो तालको रूपमा स्थापित गर्न सकिने सम्भावनाले राष्ट्रिय चासो बढाएको छ। र ताल समुद्र सतहबाट करिब 5200 मिटरको उचाइमा रहेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ भने सो तालको क्षेत्रफल तथा गहिराईको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी नै रहेको छ। र त्यसै गरी उक्त क्षेत्रलाई स्थानीयद्वारा सिङ्गर खर्क भनिने हुँदा सो ताललाई सिङ्गर ताल नामले पनि चिनिने गरेको छ। र यसै गरी हाल विश्वकै उच्चतालाई चुनौती दिने तालको रूपमा रहेको तिलिचो ताल, जुन कि 4919 मिटरभन्दा काजिनसारा ताल करिब 300 मिटर माथि रहेको प्रारम्भिक मापनबाट देखाएको छ। र यसै गरी प्रश्न नम्बर 3 रहेको छ, विश्व भोकमरी सूचाङ्क ग्लोबल हङ्कर इन्डेक्स GHI का अनुसार 2025मा नेपाल कतिौँ स्थानमा रहेको छ? यसको राइट एन्सर रहेको छ 72औं स्थानमा रहेको छ। र नेपाल सन् 2024 123 राष्ट्रमध्ये 68औं स्थानमा थियो भने यसपालि 4 स्थान खस्किएर झन्डै 72औं स्थानमा झरेको छ। र यस वर्ष नेपालको GHI अङ्क भनेपछि 14.8 रहेको छ भने यसले मध्यम खालको भोकमरीको स्थिति दर्शाउने प्रतिवेदनमा उल्लेख गरेको छ। र नेपालले विगत 2 दशकमा भोकमरी न्यूनीकरण उल्लेखनीय प्रगति गरे पनि कुपोषण र बालबालिकामा पुड्कोपनको समस्या अझै चुनौतीपूर्ण प्रतिवेदन उल्लेख गरेको छ। र यसै गरी सन् 2000मा GHI अङ्क 37.1 सहित नेपाल गम्भीर भोकमरीको भएको देशको श्रेणीमा पर्थ्यो। र 2 दशकमा नेपालले भोकमरीको अवस्थामा उल्लेखनीय सुधार गरी 14.8 को अवस्थामा आइपुगेको छ। र अल्प पोषण वा क्यालोरी खपत हुने जनसङ्ख्या नेपालमा 5.3% रहेको उल्लेख गरिएको छ। र 5 वर्षभन्दा मुनिका बालबालिकामा पुड्कोपन 26% रहेको र बाल मृत्यु दर 2.6% र ख्याउटेपन 7% रहेको प्रतिवेदनले औँल्याएको छ। र प्रतिवेदन अनुसार श्रीलङ्का बाहेक अन्य दक्षिण एसियाली देशहरूको तुलनामा नेपालले भोकमरी न्यूनीकरणमा राम्रो सुधार गरेको र भारत, पाकिस्तान र अफगानिस्तान अझै पनि भोकमरीको गम्भीर श्रेणीमा रहेका छन्। र यसै गरी प्रश्न नम्बर 4 रहेको छ, फिफा अरब कप 2025 को उपाधि विजेता टोली कुन हो? यसको राइट एन्सर रहेको छ मोराक्को। र उपविजेता चाहिँ जोर्डन रहेको छ। र सञ्चालन मिति चाहिँ सन् 2025 डिसेम्बर 1 देखि 18 तारिकसम्म रहेको छ भने आयोजक राष्ट्र चाहिँ कतार रहेको छ। र सहभागी राष्ट्र जम्मा 16वटा रहेका छन् भने डिसेम्बर 18 मा भएको फाइनल खेलमा मोराक्कोले जोर्डनलाई अतिरिक्त समयमा 2
3-2 ले पराजित गर्दै उपाधि जितेको रहेको छ र खेलको अन्त्यतिर मोराक्कोको लागि अब्दुल रज्जाक हमदल्ला नायक बन्यो भने उनले 68औं मिनेटमा गोल गर्दै खेल 2-2 को बराबरीमा पुर्याएको र खेल अतिरिक्त समयमा धकेलिएको रहेको चाहिँ देखिएछ र अतिरिक्त समयको 100औं मिनेटमा हमदल्लाले फेरि गोल गर्दै मोराक्कोलाई 3-2 को जित दिलाएका छन् र यस जितसँगै मोराक्कोले आफ्नो 5औं सहभागितामा दोस्रो पटक अरब कपको उपाधि जित्न पुगेको छ र यसअघि मोराक्कोले सन् 2092मा यो उपाधि जितेको थियो। अब यसै गरी प्रश्न नम्बर 5 रहेको छ, हाल विश्वकै सर्वाधिक धनी व्यक्तिको रूपमा इतिहास रच्न सफल धनाढ्य को हुन्? यसको राइट एन्सर रहेको छ एलन मस्क, जुन कि टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले सम्पत्ति आर्जनमा विश्वकै ऐतिहासिक कीर्तिमान कायम गरेको र उनले राकेट कम्पनी स्पेस एक्सको बारेमा बजार मूल्याङ्कनमा भएको भारी वृद्धिसँगै मास्क 600 अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति हुने इतिहासकै पहिलो व्यक्ति बनेका छन् र फोर्ब्स पत्रिका अनुसार यसअघि विश्वमा कसैको सम्पत्ति 500 अर्ब डलरको सीमा नागेको थिएन। मस्कले 600 अर्ब डलरको आँकडा पार गर्दै नयाँ इतिहास रचेका छन् र यसै गरी प्रश्न नम्बर 6 रहेको छ, चीनले हालै सार्वजनिक गरेको विश्वकै सबैभन्दा सस्तो ह्युमेनाइड रोबोट कुन हो? यसको राइट एन्सर रहेको छ बुमी। ह्युमोनाइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेको बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमोनाइड रोबोट सार्वजनिक गरेको बुमी नामक यस रोबोटको मूल्य केवल 9,998 युवान करिब 1,400 अमेरिकी डलर तोकिएको छ। यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन र रोबोटिक्स र कृत्रिम बुद्धिमान एआई सिकाउन डिजाइन गरिएको छ र चीनको यो पहलको विश्व रोबोटिक्स बजारमा ठुलो प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ। महँगा ह्युमोनाइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूको लागि बुमीले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको छ र बुमीको व्यावसायिक कारोबार सन् 2026 जनवरीबाट सुरु हुने कम्पनीले जनाएको छ र यसै गरी प्रश्न नम्बर 7 रहेको छ, कृषि गर्न 2068 अनुसार सबैभन्दा बढी कृषक परिवार भएको प्रदेश कुन हो? यसको राइट एन्सर रहेको छ कोशी प्रदेश, जिल्ला चाहिँ झापा र हालै प्रश्न नम्बर 8 रहेको छ, हालै पृथ्वीबाट पहिलो पटक अवलोकन गरिएको ब्ल्याक होल कुन प्रकारको हो? यसको राइट एन्सर रहेको छ सुपर म्यासिभ ब्ल्याक होल र सूर्यभन्दा 3 करोड गुणा ठुलो सुपर म्यासिभ ब्ल्याक होलमा भएको विस्फोट पहिलो पटक पृथ्वीबाट देखिएको हो र विस्फोटपछि एक्सरे ज्वाला देखिएको र पदार्थ प्रति सेकेन्ड 60,000 किलोमिटरको गतिमा बाहिर निस्किएको वैज्ञानिकले जनाएका छन् र ब्ल्याक होलबाट निस्किने आँधी, सूर्यमा हुने ज्वाला, कोरोनल मास इजेक्सन CMI जस्तै रहेका तर धेरै ठुलो शक्तिशाली रहेको छ। यस्तो घटना एक्टिभ ग्यालेक्टिक न्युक्लियस AGN मा चुम्बकीय ऊर्जा अचानक मुक्त हुँदा हुने र यस खोजले आकाशगङ्गाको विकास र ब्रह्माण्डका नियम बुझ्न महत्त्वपूर्ण वैज्ञानिक सङ्केत दिएको जनाइएको छ र अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार ब्ल्याक होल निकै सानो ठाउँमा ठुलो परिमाणमा खाँदिएको पदार्थ हो। नाममा होल भए पनि त्यो छिद्र वा प्वाल चाहिँ होइन। ब्ल्याक होल भनेको अत्यन्तै सानो स्थानमा ठुलो परिमाणमा पदार्थ खाँदिएर बनेको यस्तो खगोलीय वस्तु हो जसको गुरुत्व आकर्षण अति नै शक्तिशाली, प्रकाश समेत बाहिर निस्किन नसक्ने हुन्छ र नाममा होल भए पनि यो वास्तवमा प्वाल होइन, अत्यधिक घनत्व भएको वस्तु हो। यसरी नै प्रश्न नम्बर 9 रहेको छ, ICC U19 एसिया कप 2025 को उपाधि विजेता राष्ट्र कुन हो? यसको राइट एन्सर रहेको छ पाकिस्तान र उपविजेता चाहिँ भारत रहेको छ भने सञ्चालन मिति सन् 2025 डिसेम्बर 12 देखि 21 गतेसम्म चलेको हो र यसको आयोजक राष्ट्र चाहिँ UAE, जसलाई हामी दुबईको नामले पनि चिन्छौँ, त्यही रहेको छ। भनेपछि सहभागी राष्ट्र जम्मा 8 वटा रहेका छन् र सेमी फाइनलमा पुग्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेको छन्। सर्वाधिक रन बनाउने
समीर मिन्हास जुन कि पाकिस्तानका हुन् उनले चाहिँ 471 रन बनाएका छन् भने सर्वाधिक विकेट लिने दिपेश देवेन्द्रन जुन कि भारतको हुनुहुन्छ 14 विकेट लिएका थिइन्। र प्लेयर अफ द टुर्नामेन्ट समीर मिन्हास जुन कि पाकिस्तानको हुनुहुन्छ उहाँ हुनुभयो भने प्लेयर अफ द म्याच फाइनलमा चाहिँ समीर मिन्हास पाकिस्तान व्यक्ति हुनुहुन्छ। र यसै गरी प्रश्न नम्बर 10 रहेको छ, हुन त दुनियाँ दुःखले भरिएको छ तर त्यसमा मुक्ति पाउने कुराले पनि भरिएको छ भन्ने भनाइ कसको हो? यसको राइट एन्सर रहेको छ हेलन केलर। यसै गरी प्रश्न नम्बर 11 रहेको छ, कानुनले तोके बाहेक कागजातमा हुलाक टिकट टाँस्नै पर्ने व्यवस्था हटाउने निर्णय कहिले भएको हो? यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2082 मङ्सिर 29 गते। प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताको लागि हुलाक टिकट अनिवार्य टाँस गर्नुपर्ने प्रचलन हटाउने निर्णय भएको छ। यसै गरी प्रश्न नम्बर 12 रहेको छ, राष्ट्र बैङ्क र अन्तर्राष्ट्रिय वित्त निगम IFC बीच जलवायु वित्तको रणनीति विकास सम्बन्धी समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो? यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2082 मङ्सिर 19 गते। र अङ्ग्रेजी डेट हेर्ने हो भने सन् 2025 डिसेम्बर 15 तारिकमा रहेको छ। राष्ट्रिय बैङ्कमा आयोजित एक कार्यक्रम बीच सो सम्बन्धी समझदारी पत्र कार्यकारी निर्देशक दायरामा शर्मा पङ्गेनी र IFC साउथ एसियाका कन्ट्री एडभाइजरी एन्ड इकोनोमिक सम्बन्धी व्यवस्थापक ग्रेगरी स्मिथद्वारा हस्ताक्षर गरिएको छ। र परियोजनाको कार्यान्वयनबाट नेपालमा जलवायु सम्बन्धित वित्तीय जोखिमलाई सम्बोधन गर्दै जलवायु अनुकूलका क्षेत्रमा वित्तीय स्रोत परिचालनलाई प्रवर्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ र सो परियोजना सन् 2028 सेप्टेम्बरसम्म सञ्चालन हुने छ। र यसै गरी प्रश्न नम्बर 13 रहेको छ, 16 वर्ष मुनिका बालबालिका निम्ति सामाजिक सञ्जाल प्रयोग गर्न रोक लगाउने राष्ट्र कुन हो? यसको राइट एन्सर रहेको छ अस्ट्रेलिया जुन कि सन् 2025 डिसेम्बर 10 देखि लागू गरेको छ। र यसै गरी प्रश्न नम्बर 14 रहेको छ, विश्व ध्यान दिवस कहिले मनाइन्छ? यसको राइट एन्सर रहेको छ डिसेम्बर 21। र यसै गरी सन् 2025 दोस्रोको नारा इनर पिस आउटर पिस वर्ल्ड पिस र नेपाली आदर्श वाक्य विश्व शान्ति र सद्भावको लागि ध्यान। र सन् 2024 डिसेम्बर 7 तारिकमा संयुक्त राष्ट्र सङ्घले डिसेम्बर 21 तारिकलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको छ। र यसै गरी प्रश्न नम्बर 15 रहेको छ, साफ महिला क्लब फुटबल च्याम्पियनसिप 2025 को उपाधि विजेता टोली कुन हो? यसको राइट एन्सर रहेको छ इस्ट बङ्गाल क्लब र उपविजेता चाहिँ APF जुन कि नेपालबाटै हो। र आयोजना चाहिँ काठमाडौँमा भएको थियो भने सहभागी टिम जम्मा 5 इस्ट बङ्गाल क्लब भारतबाट र APF नेपालबाट, कराची सिटी AFC पाकिस्तानबाट र नासिर स्पोर्ट्स एकाडेमी जुन कि बङ्गलादेशबाट र ट्रान्सपोर्ट युनाइटेड जुन कि भुटानबाट रहेर जम्मा 5वटा सहभागी भएको थियो भने पुरस्कार राशि प्रथम $10,000 र द्वितीय $5,000 राखिएको थियो। इस्ट बङ्गालले APFलाई 3-0ले हराएर साफ महिला क्लब च्याम्पियनसिपको पहिलो च्याम्पियनको गौरव हासिल गरेको छ भने दक्षिण एसियाली फुटबल महासङ्घ साफले पहिलो पटक आयोजना गरेको यस प्रतियोगितामा 5 टिम सहभागी थिए। र यसै गरी प्रश्न नम्बर 16 रहेको छ, टेलिफोन कललाई इन्टरनेटको माध्यमबाट देशमा भित्र्याउने प्रविधिलाई के भनी चिनिन्छ? यसको राइट एन्सर रहेको छ VoIP जसलाई हामी भन्छौँ भोइस ओभर इन्टरनेट प्रोटोकल। र यसै गरी प्रश्न नम्बर 17 रहेको छ, विश्व मानव अधिकार दिवस कहिले मनाइन्छ? यसको राइट एन्सर रहेको छ डिसेम्बर 10। र सन् 2025 को नारा ह्युमन राइट्स आवर एभ्रिडे एसेन्सियल रहेको थियो भने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार घोषणापत्र सन् 1948 डिसेम्बर 10 मा जारी भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। साथीहरू अन्तिमसम्म भिडियो हेरिदिनुकोमा धेरै धेरै धन्यवाद छ। र मन पर्यो भने भिडियोलाई एउटा लाइक र च्यानललाई सब्सक्राइब गरी नबिर्सिनु होला। भेटौँला अर्को भिडियोमा, तबसम्म आफ्नो ख्याल राख्नुहोला। धन्यवाद र ह्याप्पी न्यू इयर।